हेलो साथीहरू नमस्ते तपाईहरुलाई चाहिँ हाम्रो भ्लगमा स्वागत छ। आज हामी मित्र राष्ट्र भारतको भ्रमणमा जाँदैछौँ। तपाईहरुले देखिरहनु भएको छ हाम्रो डक्साप अनि यहाँ मैले चाहिँ उहाँको ब्याग राखिदिँदैछु साथीहरू। अब ब्याग राखिदिन्छु म चाहिँ अनि यसरी ब्याग राख्दै थिएँ अनि झपक्क पानी झर्यो। अब के गर्ने त भन्दा पानी त टप्लक्क टिप्नु पर्यो। अनि पछि यतापट्टि आन्टी हुनुहुन्थ्यो। आन्टी भएपछि अब यस्तै हो भनेर अनि मैले फेरि डक्सापलाई चाहिँ पानी दिएँ। अब यस्तै गाइस। हेलो गाइस, सरहरू चाहिँ यहाँ टक्क अब खाना खाँदैछौँ हामी चाहिँ। यो चाहिँ कुन ठाउँ हो थाहा छैन, वनघारीको बिचमा हो। हतियाली वातावरणमा हामीले चाहिँ खाना खायौँ। हेर्नुहोस् खाना कति मिठो मिठो छ, जस्तो। अब हामी भात खाएपछि अब यहाँ हामी फेरि लाग्दैछौँ भैरवातिर। मिठो छ भन्नुभएको छ सरले। हाम्रो साधन सर पनि मजाले खाइदिनु भएको छ गाइस। अब हेर्नुहोस् कतिवटा सहयोग बुझाएर पठाइदिनु मार्क्स चाहिँ। सोही सर कस्तो छ? ठिक छ खाना, ठिक छ। ल थपी खानुहोस् केटाहरू। यही हो कि अर्को थरी छ? अर्डर मात्रै हो। रोटीसँग चाहिँ के छ खाने? रोटी चाहिँ होइन, रोटी चाहिँ केमा आउँछ? रोटी तरकारी खाउँ न। ए हो होइन, रोटी तरकारी साथीहरू त्यहाँ खाना खाने ठाउँ रोकिसकेपछि हामी चाहिँ अब त्यहाँ पर त्यहाँ आएर यो चाहिँ पेट्रोलभन्दा अगाडिको एउटा के बजारमा आएर चाहिँ हामीले खाजा खाना फेरि रोक्नु भयो। त्यसपछि हामीले यहाँ यसरी बसेर गफ गऱ्यौँ। अब के हुन्छ एकछिन यहाँ हेर्नुहोस्। हामी यहाँ झरेका छौँ। यहाँबाट यस्तो यस्तो छ। के छ खोइ त साधन सर बटुक आइसक्यो हो। त्यही आएर खोइ ल हामी बटुक चाहँदैछौँ पाल्पाको। कस्तो यहाँ चाहिँ अलिक चिसो हुँदो रहेछ गाइस। ल कस्तो हुँदो रहेछ एकदम गजब। केसीले हो कि मस्यौरा हो कि मस्यौरा। ल हामीले बटुक पनि खाइसकेको पाल्पाको। यहाँ अलि हेर्नुहोस् यहाँ हुनुहुन्छ उहाँ पैसा उठाउने भाडा उठाउने कलेक्टर। अनि उहाँ हुनुहुन्छ यहाँ के भन्छ यहाँ बसेपछि। ल साथीहरू अब हामी चाहिँ बसमा चढेर कहाँ जान्छौँ भन्दा डाइरेक्ट सुनौली गएपछि प्रवेश गर्दैछौँ। हामी त प्रवेश गरिसक्यौँ तर सरले चाहिँ नाम टिपाउनु भएर उहाँले ढिला हुनुभयो। अब ढिला भएपछि के हुन्छ त हामी अगाडि बढ्दै हामी चाहिँ इन्डिया टेकिसक्यौँ गाइस। देख्न सक्नुहुन्छ तपाईँले इन्डिया कस्तो छ। अब यस्तो हुँदो रहेछ हेर्नुहोस् त, हामी हिँड्ने बाटो छैन यहाँ, तर मित्रजनहरू एकदमै राम्रो हुनुहुन्छ। उहाँले हामीलाई बाटो छोड्नुहुन्छ, एकदमै राम्रो छ। अब के भनौँ, एकदमै राम्रो रहेछ यात्रा त होइन। अब यसरी अलि एकदम भिडभाड चाहिँ हुने रहेछ। यहाँ यता पछाडिको कुरा गर्नुहुन्छ भने त एकदम भिडभाड छ। अगाडि मात्र हो अलिकति रमाइलो भनौँ, अलिकति त्यस्तो कम हुने, तर राम्रो छ एकदम वातावरण। हामी हिँडेर गइरहेछौँ। अब यो सिमाना एरिया चाहिँ कस्तो छ भनेर हामी हेर्न गइरहेछौँ। यहाँ देख्न सक्नुहुन्छ एक्सप्लोर गर्दै सिमाना एक्सप्लोर गर्दै गइरहेछौँ हामी चाहिँ होइन। अब त्यही हो, एकदम सिमाना एक्सप्लोर गर्ने क्रममा चाहिँ हामीले देखिरहेको छौँ यस्तो भइरहेछ। अब घामको बेला छ। हामी सिमाना लोकमय मित्र राष्ट्र भारतको भतिज नरेंद्र मोदी को निमंत्रणलाई स्वीकार करके हम यहाँ आ रहा है। कैसा फील कर रहा है? हमको मत पूछो, हमारा बहुत मुट्ठी को भाव भी यात्रा थोड़ा से फील हो रहा है हमको। मित्र राष्ट्र भारत पर आके है हम। यहाँ पर बहुत साथीहरू अब चाहिँ हामी सुनौलीबाट गोरखपुर जानको लागि बस चढ्नलाई हामी यहाँ बस पार्कमा गयौँ। विभिन्न पार्किङ गर्दा हाम्रो पार्किङ एक्सपोर्ट मित्रहरूले चाहिँ अब चाहिँ हामी सुनौली जाने गाडी पाउँदैछौँ। अब हामी सुनौली जाने गाडी चढ्ने हो। अरूको देशमा आएर हामी धेरै बोल्नुहुन्न भनेर हामी चाहिँ नबोली अब यहाँ हिँडिरहेको छौँ साथीहरू। बस अड्डे पर हे हम पर
कहाँ बोलोगे रोक देंगे अगर इमरजेंसी स्टॉप यही है इससे डायरेक्ट गोरखपुर आगरा मात्रा लखनऊ दिल्ली हिँडिहालेका ल साथीहरू हामी चाहिँ यसमा जाने भयो 155 रुपियाँ अरे एकजनाको होइन त्यस भएपछि हामी चाहिँ यसमा जाने निर्णय गऱ्यौँ अब यो चाहिँ बस अड्डामा छौँ यस्तो छ हेर्नुहोस् मित्र राष्ट्र भारतको बस कस्तो हुन्छ हेरौँ है ल साथीहरू यस्तो हुँदो रहेछ नेपाल र इन्डियाको बसमा चाहिँ के फरक हुँदो रहेछ भने यहाँ 3टा छ यहाँ चाहिँ 2टा रहेछ होइन त्यस्तै हो होइन साजन सर कस्तो अनुभव भइरहेछ डक्टर साहब यहाँ हुन्छ कस्तो भइरहेछ हामी त मित्र राष्ट्र भारत प्रवेश गरिसक्यौँ कस्तो अनुभव भइरहेछ भन्नुहोस् हजुर फार्म थोत्रो बसमा पऱ्यौँ भनेर यहाँ गुनासो भइरहेछ अघि सर कस्तो अनुभव भइरहेछ खुमै र हामी कहाँ जाने भनेर अरे सुरु भएको तर निरज सरले भन्नुभयो यो नाम लिनुभएको सही भयो दिल्ली पनि मेरो पनि साथी हो आपने देखा है यहाँ पर कृषि पालन केंद्र है हमने बखर खुद देखा है ये अंकित सर आप कब से ड्यूटी ज्वाइन कर रहा है हम कल से चौकीदारी का नहीं भाड़ा बस खाने के हमारे परिवार से हम छोड़कर आए हमारी अम्मी बहुत खुश है जगह गए हमको गर्व फील कर रही है हमारी कितना एक्सरसाइज कर आए जाकर हम नेपाल में जाकर हम शादी करेंगे बहुत बहुत शुक्र किटे मित्र जनहरू भारतको बाटो कस्तो छ भनेर तपाईँहरूको मनमा लागिरहेछ भने देख्न सक्नुहुन्छ मित्र राष्ट्र भारतको बाटो यस्तो छ हेर्नुहोस् त हेर्नुहोस् मित्र राष्ट्र भारत हो यो कुनै अमेरिका होइन यो कुनै चाइना होइन यो कुनै अस्ट्रेलिया होइन नेपालको मोगलिन पोखराको राजमार्ग जस्तो छ त्यस्तै छ हेर्नुहोस् यहाँ हेर्नुहोस् दर्शकवृन्द यस्तो छ यता थारै धानको बाला छुटेको छ यता दसैँ आगमन फिल भएको छ यता हेर्न सक्नुहुन्छ हाम्रो निरज कुमार सर हुनुहुन्छ र हामी ख्यालमै साथीहरू हामी रेलवे स्टेसन सुनौरीबाट गोरखपुरको रेलवे स्टेसनमा जानेवाला थियौँ र हामी चाहिँ पहिलोपटक जिन्दगीमा विदेश आएको त्यो पनि हामी रेल चढेर जाने भएको हेर्नुहोस् त कति खुसी ल जहाँ हामी अगाडि बढिरहेछौँ यस्तो छ हेर्नुहोस् गाडीहरू यस्तो हुँदो रहेछ इन्डियन नम्बर प्लेट यस्तो हुँदो रहेछ यस्तो हुन्छ यस्तो हेर्नु के कुद रनिङ के भनेर यहाँ दिइराख यो यस्तो 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 के हो यो अब देख्नुहुन्छ तपाईँले रमणीय वातावरण यस्तो देखिरहनु भएको छ इन्डियाको विकास हुने यस्तै हो हाम्रो केपिओली किन मर्न नसकेन यही देखेर रहेछ हामी देख्न पार रहेछ अनि हेर्नुहोस् तपाईँले देख्नु एकदम यस्तो हुँदो रहेछ आएको छौँ होइन यहाँ हेर्नुहोस् अर्को भ्लगर जुतेपछि कन्टेन्ट जुत्ने अवस्था पुगेको छ यहाँ दर्शकबिन जुके बोकले चाहिँ हामी रेलवे स्टेसनमा हामी आएमै ल आइपुग्यो गोरखपुर दर्शकबिन देख्न सक्नुहुन्छ तपाईँले प्रत्यक्ष प्रसारणमा छौँ हामी अहिले यस्तो छ हेर्नुहोस् यहाँको अवस्था यस्तो छ हेर्नुहोस् यहाँनिर सर कस्तो अनुभव भइरहेछ त्यहाँबाट उता जाने मिल्दैन यो रेल हेर्नुहोस् तपाईँ हामी नेपालीहरूले कहिले पनि नदेखेको यो रेल काठमाडौँवासी हामी कहिले पनि नदेखेको पोखरावासीले कहिले पनि नदेखेको रेल जस्तो हुने रहेछ हेर्नुहोस् दर्शकबिन यहाँ हेर्नुहोस् रेल हेर्ने लाइनको ताती छ दर्शकबिन हेर्नुहोस् यस्तो हुँदो रहेछ रेलको चक्की हेर्नुहोस् रेलको काठ पनि हुने रहेछ दर्शकबिन हेर्नुहोस् तपाईँले यहाँ काठ पनि देखिरहनु भएको छ काठको पनि प्रयोग हुने रहेछ दर्शकबिन सबै यहाँ सिमेन्टको मात्र हुने होइन रहेछ
हेर्नुहोस् रेलवे स्टेसनमा यस्तो हुँदो रहेछ हजुर। रेलवे स्टेसनमै पङ्खा पनि फ्रीमा दिँदो रहेछ। हेर्नुहोस् बिजुली फ्रीमा रहेछ। यहाँ हेर्नुहोस् यहाँ यस्तो छ। दर्शकबिन हामी चाहिँ गोरखपुरको प्लेटफर्ममा आएर यहाँ अड्किरहेको अवस्था छौँ। हामी चाहिँ अब बनारस जाने रेल चाहिँ कता हो भन्ने एकदम दुविधाको र देख्न सक्नुहुन्छ तपाईँले यस्तो रमणीय दृश्य छ। हाम्रो नेपालको एयरपोर्ट भन्दा राम्रो त यहाँको रेलवे स्टेसन छ। अब चाहिँ हाम्रो चाहिँ कहाँबाट हो प्रवेशद्वार भनेर हामीले चाहिँ अब ट्रेनको लागि व्यवस्था गरिसकेको छौँ। त्यसपछि हामीले अब त्यो हाम्रो चाहिँ 7 नम्बर प्लेटफर्म रहेछ। त्यसपछि हामी अनि त्यसपछि त्यहाँ गएपछि अब हामी चाहिँ खाजा खाने व्यवस्था गर्दैछौँ। हाम्रो अब फेरि केरा किन्ने हो र अब साथीहरूले चाहिँ केरा किन्ने भन्नु भएको छ। अब सान्साले चाहिँ आश्रम जाऊँ भन्दै हुनुहुन्छ। अब हामी यता बस्न ठाउँ जाँदैछौँ। कस्तो हुन्छ हेर्नुहोस् यस्तो छ। अब फर्स्ट एक्सपिरियन्स यो नेपालको भयभरको एयरपोर्ट जति चाहिँ एउटा यो रेलवे स्टेसनमै हुँदो रहेछ लगानी चाहिँ भनौँ न। यस्तो राम्रो हुँदो रहेछ। हेर्नुहोस् देख्न सक्नुहुन्छ यात्री आश्रममै यस्तो राम्रो छ। सहायता बुथ हुनेछ यहाँ। ल हेर्नुहोस् यस्तो राम्रो हुँदो रहेछ। ल हेर्नुहोस् यहाँ आनन्दले बसिन साथीहरू। हामी चाहिँ लस्सी खाने भनेको यस्तो लस्सी हुँदो रहेछ। यहाँ चाहिँ 25 रुपियाँ रहेछ। 25 रुपियाँ चाहिँ नखाने भनेर साथीहरूले भने। अब आफूलाई भोक लागिरहेको छ केटाहरू नखाने भन्छ। यस्तै छ गाई चाहिँ यस्तो हेर्नुहोस् यहाँ यस्तो छ। अब अवस्था यस्तो छ। बैठना किधर है? थ्याङ्क यू। अब साह्रै नै भोक लाग्यो। त्यसपछि खाना खानतर्फ लाग्यौँ साथीहरू। यहाँको स्ट्रिट फुड भनेको चाहिँ निकै नै पपुलर हुन्छ साथीहरू। अब हामी हेर्नुहोस् यस्तो छ। हेर्नुहोस् अन्डा करी भनेको चाहिँ यस्तो हुन्छ। दर्शकबिन अब देख्नुहुन्छ खाना खाएपछि हामी अब यसरी लड्न आयौँ। यो चाहिँ रियलमा बस्ने ठाउँ हुँदो रहेछ साथीहरू। हामीसँग हुनुहुन्छ अङ्की सर, डक्सा, निरज सर, साधन सर र म। हामी चाहिँ भैमा लम्पसार बसिरहेको छौँ। तर राति भने किराले धेरै नै डिस्टर्ब गर्यो। अब के गर्ने त भनेर हामी लडीबुडी गरे भयौँ। हामी नेपालीलाई चाहिँ अलि त्यस्तो वाला टेस्टी चाहिँ नहुने तर हेल्दी चाहिँ जस्तो देखिन्थ्यो। कस्तो हो भोलि बिहान टटे धार लाग्छ लागेन भ्लगमै देख्नु भएको छ तपाईँहरूले। अझै नि राम्रै छ होइन खानाको रिभ्यू कुरानुपर्दा त्यही हो ठगै लागेको छ। भात चामल भात बजाइयो। यहाँ चाहिँ कस्तो मजा रहेछ भने सर्भिस चाहिँ 80 रुपियाँ हामीले चाडा रोटी खान पनि पाइने। अनि भात पनि थपी खान पाइने। तर अन्डा करीसँग खायो भने चाहिँ अन्डा करीसँग मात्र त्यहाँ अलिकति दाल पनि नहुने, तरकारी पनि नहुने, प्याज र लसुन चाहिँ त्यही अन्डा करीमा हाल्यो भने त्यस्तै हुँदो रहेछ। अब जे पनि जिन्दगीमा अनुभव गर्न पाइयो त्यही हो ठुलो कुरो। डर लाग्यो माइलड भने यस्तो छ अवस्था। केटाहरू यहाँ पुरा ड्याङ छ नि। यहाँ निरज सर मात्रै यहाँ सुत्न दर्शक कस्तो नेपालबाट यहाँ आउनु जान्छ हात छोड्नु कट्टु यस्तो भइसक्यो अवस्था छ। अब नेपाली शाहन सरको कट्टु त्यस्तो हो। निरज सरको केही भयो भएन। निरज सर पहिले सिलाएको कि च्यातेर होइन डिजाइनै हो। सबै सर के भयो तपाईँको? तपाईँ के च्यात्यो? अनि हजुरको के च्यात्यो? मेरो त सब टाल्यो अरे। मेरो ओहो किरा पऱ्यो आँखामा मेरो। मेरो केही पनि छ त छैन है गाइस छैन। अघि भनेको थिएँ नि मैले साथीहरू किरा छ भनेर मेरो आँखामा भने किरा परिहाल्यो। अब के गर्ने त भनेपछि मैले साधन सरलाई निकालिदिनु भने साधन सरले यहाँ हेर्दै हुनुहुन्छ साथीहरू।
मेरो चाहिँ गाई अब मेरो आँखामा चाहिँ एबीसीडी भनेको के बी होगी सी होगी डी होगी एडी मात्रै छ त्यही त नि यो आइदर त्यो त आँखामा अल्कोहल बेस्ट हैन उम्लाले झिक्दियो हातले औँलाले हुन्छ क्या औँलाले यसरी तानै हुन्छ कि आँखा यस्तो यस्तो झिम्काउने छडा मैले बुझे तर हात हाल्दा अलि हुन्छ कि ए कपडा चाहिन्छ कि हात अलि ठुलो हुन्छ यस्तोले हुन्छ नलिकन चलाइदिनु पर्छ क्या डाटा यसो मेसेज लेखिदिनु झप्प खोल्दिनु डेलिभर हुन्छ 20 रुपैयाँ लाग्छ 1 मिनेट के 1 मिनेट बोल्यो भन्छ 24 घण्टा हो नि त फेरि तिनटै ठिक छ नि 100 रुपैयाँ चाहिएन त 30 रुपैयाँ मात्र काट्छ गाई चाहिँ मेरो आँसु नै आइसकेको छ हेर्नु मेरो इन्डिया आउँदा यत्रो दुःख भएको छ हेर्नुहोस् यसले झिक्दिहाल्छ नि मेरो आँखाको चाहिँ अपरेसन गर्नुपर्ने अवस्था हो बिचबाटै ल छोड धेरै चुचो हुन्छ क्या छोड मैले बुझेँ मैले थुक लगाइदिनुहोस् यार थुक लगाइदिनुहोस् ल कस्तो के किरो रहेछ हेर्नु हामीले विचार गरौँ न त केटा मैले त्यही भने अघि नै यस्तो कालो किरो रहेछ ल धन्यवाद साहब सर मेरो चाहिँ यस्तो हो यही हो अब हामी सुतिरहेको छौँ लाभारी चाहिँ पारे मेरो आँखा यस्तो सेक्सी भयो त्यसपछि मेरो च्यातेको अस्ति कुरी जाँदा साथीहरू हामी चाहिँ अब हाम्रो सिट खोज्नतर्फ लागिरहेछौँ यहाँ साथीहरू के चिप्लो रहेछ यार हामी चाहिँ अब यहाँ रेलभित्र प्रवेश गर्दैछौँ हेर्नुहोस् तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो छ यस्तो हुँदो रहेछ अब भनौँ फर्स्ट टाइम जिन्दगीमा रेलभित्र म प्रवेश गर्दैछु यसरी ल हेर्नुहोस् साथीहरू ओहो यस्तो हुँदो रहेछ ओ माइ गॉड दर्शकबिन हेर्नुहोस् रेल कस्तो हुन्छ भनेर भनिरहनु भएको छ भने यस्तो हुँदो रहेछ यस्तो हुँदो रहेछ कहाँ रे खै रहेछ कि ब्लग हेरौँ ब्लग हो त्यहाँ छुट्टिया रहेछ कि बाटो त्यही भएर ए होला होला माछालाई यत्रो लामो चाहिँ यो यत्तिकै होला कुद्ने योभन्दा कुद्दैन यत्तिकै कुद्ने होला त रेल गाइस योभन्दा कुद्दैन यो होइन कुद्छ कुद्ने बेला हुँदै मुद्दा होइन मुद्दैन हुन्छ त्यसो गाइस हेर्नुहोस् ल अङ्कित सर कस्तो अनुभव भइरहेछ ल हेर्नुहोस् गाइस यस्तो हो रेल भनेको यस्तो हो साथीहरू हामी 5:02 हामी ओर्लिसकेका छौँ अनि फाइनल्ली आइपुगेका छौँ अहिले ल गाइस हामी 5 बजे हेर्नुहोस् यस्तो छ अवस्था यहाँ बिहान 5 बजे छौँ हामी मित्र राष्ट्र भारतको यहाँ हेर्नुहोस् यस्तो छ रेलवे स्टेसन हामी चढेर आएको रेल चाहिँ यो भने हामी भर्खर मात्र झरे हो वीर सर कस्तो एक्सपिरियन्स भइरहेको मोबाइल ल यहाँ छौँ हाम्रो अरू मित्रहरू यहाँ सोधपुछ गर्दै हुनुहुन्छ र मित्रजनहरू हेर्नुहोस् हेलो गाइस अब के भनौँ है यस्तै राम्रो छ यस्तो हुँदो रहेछ अब हेर्नुहोस् यस्तो राम्रो छ मान्छेहरू चाहिँ यहाँ बस्दा रहेछन् अनि यहाँ हेरौँ यो केही हुँदो रहेछ रेलको चक्की भनेको चाहिँ के होइन यो अब स्ल्याबहरू जस्तो हुँदो रहेछ त्यो माथि यो दुइटा एउटा यसो राख्दै हुने रहेछ अनि बिचमा चाहिँ त्यो पानीको यहाँ हेर्नुहोस् है यहाँ हेर्नुहोस् पानीहरूको उ छ यहाँ चाहिँ केही अब एक्सिडेन्टहरू भयो भने पानीको स्रोत होला अब हेर्नुहोस् यस्तो छ मान्छेहरू लाभारी पारामा हेर्नुहोस् बिचरा दिन दुखीहरू होला हुनुहुन्छ होलाहरू हेर्नुहोस् त यहाँ बाटोमा बसेर कतिजना यसरी मजाले जहाँ पनि बस्न मिल्ने रहेछ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले मान्छे यत्तिकै सुतिरहेछन् अब पसलहरू नै हुँदो रहेछ बिचबिच होइन ट्रेनमै एकदम व्यवस्थित क्या ट्रेनको मान्छे कहीँ जान नपरोस् यहाँ खाना अन्न बन्ने दाना पानी खानलाई यस्तो व्यस्त रहेछ जे भने केटाहरू कहाँ गयो ए ट्रेनमै चाहिँ दाना पानीको व्यवस्था हुँदो रहेछ होइन देख्न सक्नुहुन्छ अब हामी चाहिँ यहाँबाट माथि जाँदैछौँ यस्तो छ अवस्था एकदम अब चिया खाने भनेर भन्दैछन् साथीहरूले अब हामी चिया खाएर आजको हाम्रो यात्रा चाहिँ यहीँ अब बनारस चाहिँ घुमघाम भएर भोलि मात्र हामी न्यू दिल्ली प्रस्थान गर्छौँ होला अब कस्तो हुन्छ हेर्दै गर्नु होला देख्न सक्नुहुन्छ हामी लिफ्टबाट मुनि छौँ अनि यहाँ मान्छेहरू चाहिँ हेर्नुहोस् कस्तो अवस्थामा बसिरहनु भएको छ यहाँ चाहिँ अब
जहाँ भने त्यहीँ सुत्दिने यस्तो यस्तो गर्न पाइने रहेछ। अब हामी चाहिँ यसरी सर अगाडि बढिरहेछौँ। हेरौँ अब कस्तो हुन्छ। यस्तो छ माहौल हेर्नुहोस् मान्छेहरू जहाँ पायो त्यहीँ सुतिरहेछन्। यस्तै हो हाम्रो कसलाई छ यहाँ हेरोस् बिच बाटोमै झ्यामझ्याम सुतिछन्। पक्कै न अब यहाँ चाहिँ दारू खाएर सुत्ने ठाउँ पनि हो जस्तो लाग्छ यसो देख्दाखेरि। किनभने मान्छेहरू दारूको तालमा यस्तो चिसोमा झ्यापझ्याप सुतेछन् होइन। अब हामी नेपालीहरू त सकिन्न नि त, देख्न सक्नुहुन्छ बनारस हामी यस्तो छ। ओ माई गड, ओ हेर्नुहोस् कति ठुलो बिल्डिङ गाइस। यहाँ माथि बत्ती नि बलिरहेको अनि देख्न सक्नुहुन्छ यहाँ के हो बेच्न पनि बसिरहनु भएको आन्टी। अनि त्यसपछि यहाँ मजाले ओहो ल वाराणसी यस्तो हुँदो रहेछ गाइस। हेर्नुहोस् कस्तो राम्रो छ हेर्नुहोस् गाइस। यो र साथीहरू हामी चाहिँ रेलवे स्टेसनबाट अगाडि बढिरहेछौँ। अब हेरौँ रेलवे स्टेसनबाट देख्न सक्नुहुन्छ गाडी नै गाडी पार्क। मान्छेहरू चाहिँ अब यहाँ जहाँ भने हेर्नुहोस् यहाँ त कति मिठो निन्द्रा छ साथीहरू। यो पुरै टक्क 3 पानी खाएर त होला नि पक्कै नै होइन। यसो हेर्दा मात्रै यस्तो चिसालाई हेरौँ न, यस्तो चिसामा कसो निन्दा आउँछ त्यहाँ। माथि चाहिँ गाडी रहेछ, रोड रहेछ, फ्लाइओभर रहेछ देख्न सक्नुहुन्छ। हाम्रो अब यस्तो छ। ओ यहाँ त रन्जु मार्ग जस्तो नि बाटो रहेछ यो। यस्तो छ। ल मलाई छोडेर केटाहरू उता गइ छैन नबोलिकन म झन्डै हराएको गाइस यता। ओ माई गड साथीहरू छ झन्डै छलिएको। म चाहिँ धन्न मैले निरज सर र अङ्कितलाई चाहिँ देखिहालेँ। यहाँ हेर अटोले कस्तो पेल्दो रहेछ है। अब ब्याग चाहिँ पछि राखेँ हामी अगाडि बस्ने भयौँ किनभने 3 जना पछाडि अट्दो रहेछ। यहाँ राख्नु त ल साथीहरू। अब हामी स्क्याम सुरु भएको नै यहाँबाट हो है। इन्डिया आएपछि हामी सबभन्दा पहिला के भयौँ यहाँ ओर्लेर यो अटोवालासँग गयौँ हामी। यसले जम्मा 100 रुपियाँ भनेर भनेको छु। तर यसले चाहिँ अब कहाँ बस्नु भनेर भन्दाखेरि चाहिँ नर्मली हामीलाई चिया खाने ठाउँ लैदियो भनेर भनेको थियो। हामीले यसले चाहिँ पहिला होटेल लयो फकाइ क्या त। त्यसपछि फेरि हामीले हुँदैन भन्यो तोरीवाला होटेल थियो होइन। अब हेर्दै जान सक्नुहुन्छ हजुरले होइन। त्यसपछि हामी अर्को होटेलमा गयौँ। फेरि अर्को होटेलमा भएन भने हामीले रिजेक्ट हान्यौँ। त्यसपछि मन्दिर लान्छु भनेर हामीलाई फेरि अर्को होटेललाई ल्याइदियो। अब त्यहाँ चाहिँ रुम ठिकै रहेछ, हामी चाहिँ बस्न बाध्य भयौँ। अब के कस्तो भयो अब हेर्नुहोस् है। अब इन्ट्रेस्टिङ पार्ट छ। आपका नाम क्या है? विनीत कुमार यादव। ल हाम्रो भैया विनीत कुमार यादव के साथ हम यहाँ देख्न सक्नुहुन्छ। हेर्नुहोस् पार्कको कस्तो छ यस्तो राम्रो रहेछ यहाँ चाहिँ। गोरखपुर के आप लोग होंगे? गोरखपुर के लग रहे हैं। कहाँ के हैं आप? सक्नुहुन्छ। वाउ कसरी ट्राफिक जाम है। हम गोरखपुर के लग रहे हैं भैया के अनुसार। हाँ उसके बाद सस्ता धर्मशाला पर सब हो जाएगा। उधर में अच्छा सस्ता मिलेगा। घाट के पास नजीक पड़ेगा। घाट छोटी दूरी में रहेंगे ना तो उधर का सिस्टम है। और घाट के पास में रहेंगे, सामने गंगा जी रहेंगे, मेन मार्केट में रहेंगे, बगल में मंदिर रहेगा, वहाँ से सब मंदिर पास में। और उधर घाट का सिस्टम है कि आप चाहे जब जाएंगे 24 आवर्स 1 डे रूम मिलता है। ये सिस्टम है। आप जब अभी चेक इन करेंगे इसी समय कल सुबह इस टाइम के। हाँ 1 डे होगा। ये वाला रहता है सही। और बाकी जगह जाएंगे रूम का कितना होगा? अभी चेकआउट करेंगे और इधर उधर जाएंगे ना तो अभी आप चेकआउट करेंगे, चेक इन करेंगे तो चेकआउट दोपहर में 12 बजे हो जाएगा। और रूम का कितना होगा? रूम जैसा रूम वैसा पैसा लगता है। मिनिमम से सबसे कम सस्ते से कम मान कर चलिए कि अच्छा रूम। यहाँ से भी बहुत लोग जाते हैं। हाँ बिना बहुत जाते हैं। आप गए हो? हम तो नहीं गए हैं। अहिले चाहिँ हामी चाहिँ यहाँको मन्दिरहरू भन्दा पनि यहाँको मन्दिरहरू धेरै राम्रो
आउँदैछ भनेर चाहिँ यसो गफ दिइरहनु भएको छ साथीहरूले। यहाँ से अयोध्या जाना है। अघि भनेको थिएँ नि मैले सबैभन्दा अगाडि रहेको होटेल यहाँ हो। यहाँ सुरेशहरू देखिनु भएको छ। हामी चाहिँ तले बस्छौँ भन्दा चाहिँ हामीलाई स्क्याम गरिसक्यो। यसलाई चाहिँ हामीले मन्दिरहरू घुमाउनु लैजाने भने उसले होटेलमा पहिला बस्नु अनि त्यसै हामी मेरो होटेल हो अनि गर भनेर भन्न थालिसक्यो। यो हो नम्बर होइन। यहाँ चाहिँ यस्तो स्क्यामै हुने बढी डर हुन्छ क्या यहाँमा चाहिँ। मेरो सर अङ्कित चाहिँ यहाँ छ। र साथीहरू हामीलाई फेरि यहाँ आनन्द के हो यो आनन्द पेइङ गेस्ट हाउसमा ल्याइदिएछ यो उसले चाहिँ सुल्तानले चाहिँ दोस्तले हेरेंगे आप वो डाउनलोड गर न केटा मेरो त्योहरू त्यसपछि हामीलाई अर्को होटेलमा ल्याए सोल्टीले अनि फेरि हामी यहाँ त्यसपछि हामी फेरि अब यहाँ लिफ्ट चढ्दैछौँ। चौथो तला हानेर यहीँ छन् केटाहरू स्क्याममा चाहिँ परिहाल्यो। हामीले रुम पनि हेऱ्यौँ। रुम हेर्दा ठिकठाकै देखिन्थ्यो। हिँड्दा चाहिँ हामी अहिले लिफ्ट नगएर सबैजना एकचोटि जानु नमिल्ने लिफ्ट रहेछ। 3जना मात्रै जानु मिल्ने लिफ्ट रहेछ। अब हेर्दा त गनागना थियो फिस्स फरेको केही थिएन। स्मेल छ हल्का छ। अब फेरि यहाँ कति कमिसन खास उल्टेले भन्ने कुरा हो। अब त्यही हो स्क्याम भने स्क्याम हो। दिस इज इन्डिया गाइज सो डोन्ट ट्रस्ट एनीवन हियर। हामीले निन्द्रा तालमा के गरौँ गरौँ। साथीहरू हामी चाहिँ यो एउटा होटेलमा बस्नु भयो। महँगै लियो हामीलाई चाहिँ 5500 लियो 5जनालाई चाहिँ। त्यही भएर यहीँ बस्ने भयो। ल अब हामी रुममा जाँदैछौँ। तपाईँहरूलाई हामी 5500 को रुम कस्तो छ देखाउँछौँ हेर्नुहोस्। हामी चाहिँ 4th फ्लोरमा छौँ। यस्तो छ हेर्दा चाहिँ। हामी जाँदैछौँ अनि हजुरहरू पनि इन्डियामा आउँदै हुनुहुन्छ भने कोही अलि राम्रोसँग नहेरिकन ओयोमै भर पर्नु होला। हाम्रो यहाँ 5500 को रुम इन्डियन 5500 इज नट अ स्मल एमाउन्ट। हेर्नुहोस् हाम्रा रुम यही है। ये है ये खुल्लै रहेछ। ल हेर्नुहोस् हाम्रो 5जनाको रुम 5500 को यस्तो एउटा एसी छ। 1 2 3 4 5वटा रुम ड्याङ्ग। म बिचमा बस्न परेको वाइफाई भएको मान्छे यस्तै हो। ल साथीहरू यहाँ ड्याङ्ग यो ब्याग राखिन्छ। अब यहाँ हेर्नुहोस् यस्तो छ रुम। यही हो यस्तो रुमलाई हामीले 5500 तिर्यो हो नि त। फुटबल ग्राउन्ड जस्तो यता हाम्रो एट्याच बाथरुम छ। यही हो साथीहरू। ल गिजर पनि रहेछ। ल यस्तो छ फ्यान पनि छ। दोमा यहाँ एसी पनि छ। ल साथीहरू यही हो। म चाहिँ बिचमा चाहिँ अब इन्टरनेट सर्भिस प्रोभाइडर आइएसपी भएको हिसाबले यहाँ हेर न आइएसपी होइन कसैले चुहाइछ जस्तो हो मित्रजनहरू यहाँ चाहिँ। कस्तो थियो उताको होटेलमा हो र त्योभन्दा यो राम्रो त्यो त धेरै राम्रो हो के। ल मित्रजनहरू हाम्रो मित्रहरू आउँदैछन् बाँकी। अब म यहाँनिर टक्क बिडी खान्छु गाइज। बिडी कस्तो हुन्छ हेर्न मन लाग्यो भए हेरौँला अहिले। हामीसँग हुनुहुन्छ साधन सर। कस्तो अनुभव भइरहेछ साधन सर? कस्तो अनुभव भइरहेछ? ठिक छ। रुम कस्तो पाइयो? 5500 हो यो चाहिँ गाइज। 5500 को रूम यस्तो अंकित लुगा नहोला न अहिले हेर न। अनि अरू हमारे पास ये व्हीलर है। व्हीलर पे फिट चेक करेंगे। फिट चेक अच्छा है। कौन से देसी पारा दिख रहे हैं? धेरै हाम्रो निरज सर र साहब सर चाहिँ ध्यानमा हुनुहुन्छ अहिले चाहिँ देख्न सक्नुहुन्छ।
ल साथीहरु हामी इन्डियामा चाहिँ यस्तो रहेछ साथीहरु एउटाले ठगेपछि अझ अर्कोलाई ठग्न पनि अवसर हान्दैछु यहाँ इन्डियन मिलेर हामी नेपालीहरुलाई चाहिँ गाह्रो बनाउनु रहेछ अब मैले चाहिँ यहाँ आएपछि हल्का मैले यहाँको चाहिँ पपुलर हुँदो रहेछ नि त यो के रे पिडी कस्तो हुँदो रहेछ भनेर खाएको हैन अब खासै खाना त आउँदैन स्मोकर त हैन त्यही भएर खाने यस्तो गरे भ्लगकै लागि भने कन्टेन्टको लागि मात्र खाएको हो रक्सी गाजा चुरोट खानु चाहिँ स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ त्यसैले नपत्याउनु होला यो चाहिँ मैले यसो इन्डिया आबेला टुरको लागि रमाइलो गर्नको लागि खाएको एकदमै राम्रो देखिरहेछौँ हामीले चाहिँ ल हेर्नुहोस् दर्शकबिन यस्तो छ गाइस अस्सी घाट जो होता है दशाश्वमेध घाट बोटिंग करके जाएंगे उधर पे है ना आरती आप लोग कब तक कल चले जाएंगे ना गली गली चलता है गली से छोटे रास्ते से पहले ही रवाना हो गए ल अब हामी चाहिँ कहाँ जाँदैछौँ रहेछ आन्सर भन्नुहोस् यसो र साथीहरु फाइनली हामी गंगा स्नान गर्नु यहाँ गंगा नदीमा आइसकेका छौँ देख्न सक्नुहुन्छ हाम्रो मित्रहरू यहाँ अब पहिलो नजर कहाँ पुग्दैछ गंगा नदीमा अब हामी एकछिनमा गंगा स्नान गरेर हामी पूजा पाठ गरेरतिर लाग्छौँ किनकि हामी धर्म कर्ममा सानैदेखि इन्ट्रेस्ट अब हामी कहाँ जाँदैछौँ गंगा स्नानको लागि जाँदैछौँ बबाल रहेछ त यो के नदीको नाम गंगा जमुना भन्छ नि त्यो वाला गंगा यो दर्शकबिन देख्न सक्नुहुन्छ यस्तो अवस्था छ यहाँ त पानी चाहिँ अलिक फोहोर रहेछ भन्ने मेरो गुनासो पानी फोहोर रहेछ साथीहरु चाहिँ यहाँ गंगा स्नान गर्नलाई हामी चाहिँ रेडी भइसक्यो साथीहरु यस्तो छ अंकसरले गर्ने भयो यसको पैसा तिर्न पर्छ सान्सरको बुबे हेर्न चाहनुहुन्छ आज हेर्न पाउनु भएको छ हजुरले अब डक्सापको पनि उता यस्तो छ दर्शकबिन कोनो दिक्कत नै मोबाइल लिदिन्छौ के हाल्नु हाल्नु यहाँ बैठ जाओ थोड़ी देर चाय पिया तो पूरा तो पीना नहीं होता है वो अरे वो गेट है वो आजा बोलो ना तो सुन लिया करो भैया हटा पूरे
साथीहरू अब चाहिँ हामी गङ्गा स्नानपछि विष्णुनाथ मन्दिर जाँदैछौँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो कस्तो मजा हुँदैछ। हामी चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ लास्ट चाहिँ गनाउने रहेछ होइन। फोहोरहरू पनि लास्ट चाहिँ हुँदो रहेछ। यहाँ चाहिँ अहिले फोहोर छैन। अहिले फोहोर भएको ठाउँ देखाउँला म होइन। यस्तो के यहाँ घरभित्र चाहिँ सफा गर्ने, बाहिर चाहिँ त्यो घरभित्रको फोहोर जति चाहिँ यहीँ फालिदिने सिस्टम हुँदो रहेछ। अब यहाँ गाउँपालिका नगरपालिका आएर उठाउन पनि एकदम गाह्रो होला। धेरै होला देख्न सक्नुहुन्छ। यस्तो चोकचोकमा देख्न सक्नुहुन्छ। एकदम धेरै फोहोर देख्न सक्छौँ हामीले। यस्तो फोहोर छ। मेरो सर के भन्नुहुन्छ यस्तो फोहोर रहेछ नि? व्यापक छ अलि सबैसँग उदाहरण दिनको लागि मेरो फोहोरै फोहोर छ कि अब यहीँ मन्दिर छ यहीँ देख्न सक्नुहुन्छ। यस्तो फोहोर छ। यो चाहिँ राम्रो होइन भनौँ न। यो चाहिँ राम्रो देखिन्छ साथीहरू। यो चाहिँ अब भारत सरकारको ध्यान जाओस्। मोदी भैयाको यो भिडियो देख्न चाहिए। के भनौँ है मोदीजीले यस्तो चाहिँ गर्नुहुन्न चाहिँ ल हेर्नुहोस् यो सब जनताले भन त मोदीले केही त केही प्रयास त गर्नु पऱ्यो। भोट यहाँको बारे पनि थाहा होला। पक्कै नै भोटको कलर चाहिँ भए जस्तो देखिन्न। यहाँ चाहिँ अब सहायता केन्द्र पनि रहेछ साथीहरू। अनि यहाँ चाहिँ अब बाइकहरू चाहिँ कस्तो हुँदो रहेछ भने यहाँको लागि जुगाडको लागि मात्र। यहाँ खासै टिलिक्क टल्के बाइकहरू अलिकति भनौँ एक्स्ट्राअर्डिनरी देख्ने टाइपको एउटा स्कुटर देख्यौँ हामीले। सबै यहाँको जुगाडा गर्नलाई मात्र रहेछ साथीहरू। देख्न सक्नुहुन्छ फलफुल तरकारी काँक्रो। अब हाम्रो साथीहरू यहाँ आइपुग्नु भएको रहेछ। यस्तो छ। साथीहरू हामी इन्डियामा थोरै थोरै स्क्याम परिसकेका छौँ। डाक्टर साहब कस्तो मजा आयो अलिअलि स्क्याम पर्दाखेरि? गजब रमाइलो। अलिअलि हामीले चढाइसकेका छौँ। अब स्क्याम परेपछि यस्तै हो। 7 जना नेपाली के अरे 1 जना मरेको इन्डियनले 7 जना दिउँसो नेपालीलाई ठग्छ भनेको। आज हामी त्यसरी ठगियौँ। त साथीहरू हामी यसरी बसिरहेको छौँ यहाँ अटोमा होइन। यसरी हामी देख्न सक्नुहुन्छ। लिएर जानुपर्ने लिएर जान पाएको भन्ने है। हामी देख्न सक्नुहुन्छ टुकटुक गर्नुपर्ने। अभी रात में आएंगे, रात में नाइट में ये लाइट जब जलेगी ना बहुत खूबसूरत लगेगा। ये देखो लाइट लगी है। अभी भी चल रहा है क्या? अभी भी जल रहा है वो। त्यो झिलिमिली चाहिँ रातिमा आयो भने धेरै राम्रो देखिन्छ भन्ने कुरा आयो। पुलिस वाले ने देखा खींच लिया फोटो नहीं पहन रहे हैं। मेरो साथीहरू यस्तो राम्रो छ दृश्य। हामी कौन कौन सी
बाइक बाइक और चलता है, बुलेट बाइक, रॉयल एनफील्ड। बुलेट रॉयल एनफील्ड तो भारतीय कंपनी है। तो भारतीय नेपाल में बहुत चलता है। आपके पास कौन सा बाइक है? मेरे पास TVS ना पास गाड़ी है, टाटा नेक्सन। गाड़ी तो बहुत महंगा है नेपाल में, पड़ता है वहाँ। यहाँ 1 लाख का गाड़ी है तो कितना? 100 रुपया लिए। धन्यवाद भैया। आपको गारा नहीं हो है? गारो नहीं होता है तो आपको गारो नहीं होता है? दिन को कितना कमाता है आप? 500 इधर उधर कर रहा है आप। धेरै धेरै धन्यवाद। हम गाइस हामी यहाँ बसेको छु। म मुक्त भएँ। हाम्रो पैसा कमाउनु कति गाह्रो हेर्नु नि। पैसा कमाउनु कति गाह्रो हेर्नु। कसरी? कति गाह्रो पैसा कमाउनु हेर्नु।